यो उसमा के अरे म्यानमार बर्मामा चाहिँ सेन्सिटिभ मन्त्रालय त सेनाले लिइरहेछ कि जस्तै गृह मन्त्रालय परराष्ट्र मन्त्रालय अनि यो के अरे वैदेशिक मामलाको परराष्ट्र मन्त्रालय अनि रक्षा मन्त्रालय सेनाले लिन्छ कि यहाँ पनि ती मन्त्रालय एकदम सेन्सिटिभ छन् कि यो मन्त्रालय चाहिँ अब यो राष्ट्रपतिको ठाउँमा राजा राख्ने त्यो चाहिँ राजाले जिम्मा लिने कि राजाले जस्तो माया चाहिँ अरूलाई हुँदो हुँदैन त्यसको माया किनभने राजा पछि राजाको छोरा हुने फेरि राजाकै पुर्खाले स्थापना गरे देश भने यो देश रहोस् भने चाहिँ जस्तै राजा महेन्द्र भने म मरे मेरो देश बाँचेर रहोस् भन्ने थियो नि होइन तर राजालाई जस्तो चाहिँ त्यो बिपी कोइरालाले त्यही भने होइन यतापट्टि के अरे उसले के अरे मनमोहनले पनि राजा हटाउनुहुन्न भने मदन भण्डारीले राजा हटाउन भने त्यो राष्ट्रपतिको ठाउँमा चाहिँ राजा नै राख्न पर्छ कि जस्तो लाग्छ मलाई चाहिँ एउटा राष्ट्र प्रमुखको रूपमा संवैधानिक राजा के त्यो पहिलाको अब रणबहादुर शाह पनि त राजै हो होइन त्यो पनि देखेँ अब सुरेन्द्र पनि थियो अब एउटा व्यक्ति जन्मेर त्यसले राम्रो गर्ला हाम्रो कल्पना गर्ने त्यो राजामा चाहिँ असीमित अधिकार थियो अहिलेको राजामा त असीमित अधिकार हुन्छ नि काम पनि गर्न नसक्ला नि त होइन काम चाहिँ कस्तो भने एउटा राज संस्था भने एउटा मि हो कि मि हो जस्तै हामीले घरमा बुवा हुनुहुन्छ भने कसैले चाहिँ ल तपाईँको चाहिँ फेरि जग्गा चाहिँ बेच्नु पर्यो भन्यो भने ल तपाईँ चाहिँ बेच्नु मैले किन्छु भन्दा कि मैले कि यस भन्नु पर्यो कि नो भन्नु पर्यो तर घरमा बुवा हुनुहुन्छ भने ल है बुवालाई एकपल्ट सोध्नुपर्छ भन्नुपर्छ अब त्यो बेला के भन्यो मिलाउनु सक्यो कि अब राजा थिए पहिला अब राजालाई चाहिँ अब यो भनौँ यो एउटा चाहिँ नागरिकता विधेयक होइन नागरिकता विधेयक ल्याए होइन पुरै संसदले पास गरे त्यो भारतीयलाई चाहिँ नेपालमा हुल्ने नेपालमा चाहिँ भारतीयको चाहिँ बाहुल्य बनाएर यहाँको अब यिनीहरूलाई कार्यपालिका न्यायपालिका व्यवस्थापन लगाएर यहाँको रिसोर्स लाने भयो भने प्लान जस्तो बुझिन्छ है त्यो भारतीयलाई सकेसम्म बढी नाड्दै दिने तर राजाले त त्यो त नेपालको हितमा छैन भने त्यो त विधेयकै फिर्ता गरे होइन तर राजालाई चाहिँ अलिकति माया हुँदो रहेछ कि देशको चाहिँ त्यसबाट यो राष्ट्रपतिको ठाउँमा चाहिँ एउटा संवैधानिक राजा त्यो चाहिँ राख्नु हुन्छ र यो चाहिँ तीनटा सेन्सिटिभ मन्त्रालय चाहिँ राजाले जिम्मा दिने कि राजाले एकदम विश्वासिलो मान्छे जो राखे पनि राख्छ जस्तै अहिले जेनजी आन्दोलन भयो त्यसमा नि नेपालमा सेनाले अलिकति त्यसलाई लिड गर्यो होइन मिलाउने कुरोमा अब अहिले जस्तै त्यतिखेर बालेनको नाम अहिले चर्चामा थियो त्यतिखेर पनि त्यसमा बालेनको नाम पनि चर्चा सेना पनि लिड गर्ने अहिले बालेन त्यही प्रधानमन्त्री हुन्छु भनेर अहिले आयो होइन बालेनलाई प्रधानमन्त्री बनाएर सेनाको नि इच्छा यसमा जोडिया हो कि फेरि त्यस्तो लाग्छ तपाईँलाई अब यो त मिलाए हाम्रो नेपालमा के भइरहेको परिस्थिति मिलायो नि त एकछिन त अब उही सेना पनि त्यतिखेर अलिकति बालेनसँग जोडिया जस्तो देखिएको थियो फेरि अहिले प्रधानमन्त्री बालेनै हुन्छु भनेर आयो है अब मेन कुरा अहिले आम मान्छेको चासो एउटा के छ भने जस्तो यो देश युक्रेन हुन्छ कि अब हेर्दाखेरि कस्तो देखिन्छ भने अमेरिका अब नाम है भनिसक्यो नि बङ्गलादेश पनि लगभग कब्जा जस्तो देखिन्छ है त्यसपछि यता पनि क्रिस्चियनिटी एक्टिभिटी बढाएको छ तलसम्म त्यो हुँदै नेपाल घुस्नी र चाइनालाई थ्रेट गर्न खोजेको हो कि सम्भावना छ नि त त्यही भएर यिनीहरू अहिले नयाँ आएको यो जुन पार्टीहरू भनिन्छ नि यिनीहरूले कतिको एक्सपिरियन्स त म त देख्दिनँ है अब एक्टिभिटी हेर्दाखेरि यिनीहरूले भड्कालोमा हाल्ने हो कि जस्तो लाग्छ मलाई अब यिनीहरूको सल्लाहकार चाहिँ कस्ता हुन्छन् अघि अब पुरानासँग पनि सल्लाह लिन पर्छ होइन स्क्रिप्टेड नै हो कि जस्तो लाग्छ क्या पहिला पनि अमेरिकाले खम्पा विद्रोह गरायो नि यहाँ खम्पा विद्रोह के भने यो चाहिँ तिब्बत चीनले लियो होइन धेरै क्षेत्र भन्छ चीनले होइन 1950मै चीनले तिब्बतलाई दाबी गर्यो त्यो चीनको सुरक्षाको लागि पनि अलिक अर्को ठाउँमा होइन त्यहाँको सरकार कमजोर भोलि पश्चिमी देश कम्युनिस्ट विरोधी थिए अब त्यहाँबाट चाहिँ एकदम महत्त्वपूर्ण नदीहरू जस्तै यता सिन्धु नदी इन्डिया हुँदै पाकिस्तान जाने यता नेपालको कर्णाली नदी यतापट्टि आउँछ अरुण नदी होइन त्यसको मुहान्त अनि एउटा चाहिँ मेकाङ नदी छ यो भियतनाम कम्बोडिया हुँदै धेरै देशमा बग्ने त्यो ठुलो नदीको नि मुहान्त हो अब त्यसलाई कब्जा गर्ने बित्तिकै चाहिँ त्यो धेरै देशलाई यो साउथ इस्ट एसिया होइन साउथ एसिया पुरै कब्जा गर्न सकिन्छ त्यो देखेर यो चाहिँ तिब्बतलाई चाहिँ टुक्राउन चाहिँ पहिला खम्पा विद्रोह अब यो चाहिँ लद्दाखदेखि लिएर यो पहाडी इलाका छ नि चाइनासम्म एउटा चाहिँ खम्पाको चाहिँ राज्य यता नेपाल भयो उतापट्टि उत्तराखण्डको माथिल्लो भाग मुस्ताङ नेपाल अनि यता सिक्किम बर्मा माथिल्लो भने एउटा पुरा चाइनालाई घेरेर त्यो गर्न भनेर चाहिँ त्यो सिआइएले चाहिँ पहिला प्लानिङ गरेको रहेछ होइन अब त्यो बेला के अरे त्यो
खम्पाको नेता के वाङदी भन्ने वाङदीहरूलाई अमेरिका लगाएर तालिम गरेर सिआइएले अनि इन्डियामा थप तालिम दिएर पुरा चाहिँ त्यो प्लेनबाट यता सुचर एयरपोर्ट बनाएर चाहिँ त्यहाँबाट हतियार लाने अनि यतापट्टि चाहिँ नेपालगञ्जमा चाहिँ खजुरामा होइन नेपालगञ्ज त्यो मेन त्यो चोक छ नि त्यो चोकबाट अलिकति कुरोबाट काठमाडौँ कुरोमा चाहिँ एयरपोर्ट बनाएर त्यहाँबाट अत्याधुनिक हतियार पठाएर खम्पालाई चाहिँ हिँडेर पठाएको रहेछ त्यो चाहिँ अब नेपाली सेनालाई नेपाल खोजिया चाहिँ थाहै छैन त्यो त अहिले नि केही गर्न खोजिया हो केही गर्न खोजिया ऊ त चिनियाले थाहा पाइसकेछ चिनले थाहा पायो ल अमेरिकाले यस्तो गरेको छ यो कि चाहिँ हजुरले नै दबाउनु पर्यो यो हाम्रो सेक्युरिटी थ्रेटै भयो पुरो अत्याधुनिक हतियार दिएर पठाएको छ भन्दाखेरि अनि त्यो बेला राजा वीरेन्द्र पालक होइन यो हजुरहरू नआउनु हजुरहरूको सेना आउने बित्तिकै अमेरिका सेना आउँछ यहाँ झन् ध्यान त भन्छ हामीले नियन्त्रण गर्छ भनेपछि अनि राजा वीरेन्द्रको पालामा चाहिँ 2031 सालबाट हो त्यो होइन त्यो चाहिँ पुरा सेना कतै हेलिकप्टरबाट होइन कतै हिँडाएर लगाएर त्यो खम्पालाई चाहिँ निरस्त्रीकरण गरेर त्यो 2031 सालमा चाहिँ त्यो हतियारको चाहिँ प्रदर्शन गरेको त्यो कुडीखेलमा प्रदर्शन गर्दाखेरि हतियार यसरी त्यो त नेपाली सेनाले हतियारै देखाएर हिँड्छ त्यो बेला त्यस्तो हतियार फेरि पछि पनि प्रदर्शन गरेँ मैले पनि हेरेँ त्यस्तो अत्याधुनिक हतियार चाहिँ दिएर गएर त्यो खम्पा विद्रोहलाई चाहिँ नेपालले चाहिँ दबाएर अनि त्यो खम्पालाई चाहिँ अनि पोखरामा विभिन्न क्याम्पमा कि मान्छे चाहिँ अब काम पाएन मान्छे लुटेर खान सक्छ अफ्री घटा घटाउन सक्छ भनेर अब पोखरामा होइन ठाउँ ठाउँमा अब काठमाडौँ एकान्त कुनामा अनि यतापट्टि फेरि पोखराभन्दा माथि बागलुङ जाने बाटोमा ठाउँमा चाहिँ त्यसलाई चाहिँ राखेर अनि सेटलमेन्ट गराएको छ एउटा गरेर खान्छन् होइन बगमा पाल्न दिने कसैलाई बुन्न जाने रहेछ त्यो गलैँचा नेपाली गलैँचा बुन्नै जाने रहेछ त्यो सबै तिब्बतीले सिकाएर नेपालको एक्सपोर्टको मेन आइटमै विदेशी मुद्रा फरेन एक्सचेन्ज अर्ने पनि मेन एकपल्ट त गलैँचा थियो अनि तिनीहरूले चाहिँ अब यो चिनिया मेसिन पनि ल्याए तिनीहरूले होइन चिनिया चाहिँ औषधि होइन चिनिया तिब्बतीयन होइन औषधि पनि ल्याए र तिनीहरूलाई चाहिँ सेटल भयो होइन राम्रोसँग सेटल भयो अब यो चाहिँ अब चिन एकदम अगाडि बढ्यो र यसलाई कसरी कन्ट्रोल गर्ने भनेर अब यो चाहिँ यतापट्टि के अरे बङ्गलादेशमा नि शेख हसिनालाई होइन शेख हसिना कुरा सुन्दाखेरि एउटा गोरो मान्छे आयो र मलाई चाहिँ एउटा चाहिँ त्यो बङ्गलादेशको एउटा सानो टापु जस्तो छ होइन नजिकमा त्यो टापु दिनु पऱ्यो यो सैनिक हटा बनाउन भन्ने दिउँ म चाहिँ के अरे शेख मुजिबुर रहमान पनि हुँ मबाट यस्तो काम हुन्न भनेपछि अनि त्यहाँबाट चाहिँ के त्यो विद्यार्थीलाई उचालेर आन्दोलन गरायो अब आन्दोलन गराएपछि अब शेख हसिनाको नि फेरि चाहिँ के गल्ती चाहिँ देखिन्छ भने उनले चाहिँ त्यो चाहिँ केही विरोधीलाई दबायो भन्ने देखिन्छ अब यो चाहिँ पहिलादेखि नै 2009देखि नै अब यिनीहरू कहिले शेख हसिना कहिले यो बेगम खालिदा जिया प्रधानमन्त्री हुने एउटा भाग भएन अर्कोले कामै गर्न नदिने कि नेपालमा त बरु झगडा गरेर नि मिल्छ नि मुस्लिमको त झगडा गर्छ झगडाको एउटा सेना एकतिर छ फेरि यता बेगम खालिदा जिया बिहाको चाहिँ के अरे त्यो चाहिँ बङ्गलादेश बिएनपी भन्ने पार्टी छ बङ्गलादेश नेसनल पार्टी छ यिनको फेरि आर्मी लिग पार्टी छ एउटा सत्तामा गयो भने अर्को चाहिँ पुरै हडताल गरेर कामै गर्न नगर्दैछ कार्यकर्ता उनीहरूले भन्यो यिनले पनि त्यस्तै गरिन् फेरि चाहिँ बेगम खालिदा जियाको यिनले पनि त्यस्तै गरे अनि यिनलाई चाहिँ त्यो विपक्षी दलको नेता चाहिँ बेगम खालिदा जियालाई जेलमा राखेर कार्यकर्तालाई निकालेर ल्याएर यिनले चाहिँ व्यापक अधिकरण चाहिँ यिनले चाहिँ गरे हो अहिलेको शेख हसिनाले एकदम डबल जेटमा लगाएर पुरा यो गार्मेन्ट उद्योगमा त यो चाइना फर्स्ट सेकेन्ड नै बनाए मोटरसाइकल पनि